येशूको जन्मको रमाइलो कथा। धेरै धेरै वर्ष अगाडि यहुदियामा राजा हेरोद राज गर्थे। त्यो समयमा परमेश्वरले स्वर्गदूत गाब्रिएललाई पठाउनुभयो। उहाँ गालिलको नासरत शहरमा जानुभयो, जहाँ एक असल र दयालु युवती मरियम बस्थिन्। गाब्रिएलले मरियमलाई भन्नुभयो, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भ धारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशू राख्नेछौ। मरियम अचम्म परिन्, तर उनले परमेश्वरमा विश्वास गरिन्। उनले भनिन्, म परमेश्वरकी सेवक हुँ, उहाँको इच्छा मेरो जीवनमा पूरा होस्। त्यो बेला मरियमको मगनी योसेफ नामका एक असल मानिससँग भएको थियो। जब मरियमले योसेफलाई यी सबै कुरा बताइन्, योसेफ अलमल्लमा परे। तर राति स्वर्गदूत योसेफको सपनामा आएर भन्नुभयो, योसेफ, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिमीले उहाँको नाउँ येशू राख्नु, उहाँले आफ्ना मानिसहरूलाई पापबाट बचाउनु हुनेछ। योसेफले परमेश्वरको कुरा माने र मरियमसँग विवाह गरे। केही समयपछि राजा हेरोदले आदेश दिए कि सबै मानिसले आफ्नो गाउँमा गएर जनगणनाको निम्ति नाम लेखाउनु पर्छ। त्यसैले योसेफले गर्भवती मरियमलाई लिएर बेथलेहेमतिर यात्रा गरे। उनीहरू गधामा चढेर धेरै दिन हिँडे। मरियम धेरै थकित थिइन्। जब उनीहरू बेथलेहेम पुगे, सबै सहरहरू भरिएका थिए, कहीँ पनि खाली ठाउँ थिएन। तर एक दयालु मानिसले भने, तपाईहरू मेरो गोठमा बस्न सक्नुहुन्छ। त्यो रात गोठमा जनावरहरूका बीच मरियमले बालक येशूलाई जन्म दिइन्। उहाँलाई सफा कपडामा बेरेर डोडमा सुताइन्। त्यो पहिलो क्रिसमसको रात थियो। त्यो बेला खेतमा गोठालाहरू भेडा चराइरहेका थिए। अचानक आकाश चम्कियो र त्यहाँ स्वर्गदूत देखा परे। स्वर्गदूतले भने, नडराऊ, म तिमीहरूलाई खुसीको सन्देश लिएर आएको छु। आज उद्धारकर्ता येशू बेथलेहेममा जन्मिनु भएको छ। गोठालाहरूले आकाशमा चम्किलो तारा देखे र त्यसलाई पछ्याउँदै येशू जन्मिनु भएको ठाउँमा पुगे। त्यहाँ उनीहरूले सानो येशूलाई डोडमा सुतिरहेको देखे। उनीहरूले प्रभुको आराधना गरे र उहाँलाई उपहारहरू दिए। त्यो दिनदेखि हामी हरेक वर्ष क्रिसमस मनाउँछौँ, किनभने त्यो दिन येशू परमेश्वरका पुत्र, हाम्रो उद्धारकर्ता भएर जन्मनु भएको थियो।